धनगढीतिर यो यस्तो राउन्डिङ चोकहरू बनाएको छ अहिले। आजको यो ब्लग रहेको छ मेरो अतरिया बजारबाट गेट अस्पताल जाने आजको बारे। आज म हजुरहरूलाई यस गेट अस्पतालभित्र के कस्तो रहेको छ म आज यस ब्लगबाट हजुरहरूलाई यो बताउन गइरहेको छु। कृपया हेरिदिनु होला। धनगढी यो रोड एकदमै सिलेरी एक्सप्रेस जस्तै छ, एकदमै मजाको रोड छ यो। अलग अलग लेनहरू छुट्याएको छ, सब आफ्नो आफ्नो लाइनमा हुन्छ। मोहना ब्रिज यहाँनिर बनाइरहेको छ ठाउँ अस्पताल जाने बाटो यताबाट छ। अनि अब गेटा मेडिकल कलेजको भवनहरू, यो गेटा मेडिकल कलेज हो। सुचारू भएको छैन, आन्तरिक हिसाबमा अहिले सुचारू भएको छ भन्ने सुनिएको छ, तर पूर्ण रूपमा सुचारू भएको छैन। यताबाट गेटा आँखा अस्पताल पनि ल्याइन्छ। आँखा अस्पतालभित्र जाने बाटो पनि अहिले गेटा आँखा अस्पताल जाने बाटो। यो गेटा मेडिकल कलेजको बिल्डिङहरू हो। हामी गेटा आँखा अस्पताल आइपुग्यौँ। गेटा मेडिकल कलेजको गेट हो यो, पछाडिपट्टि पूर्वपट्टिको। त्यसकै छेउमा यो गेटा आँखा अस्पताल देख्न सकिन्छ। आज हामी गेटा आँखा अस्पताल आएका छौँ। गेटैमा रहेको छ यो टोकन पाइने ठाउँ। यस गेटा अस्पतालमा निम्न सेवाहरू रहेका छन् जुन यो बोर्डमा देखाइएको छ। 1 नम्बरदेखि 16 नम्बरसम्मको सेवाहरू प्रवाह गरेको छ यस गेटा अस्पतालले। चस्मा तथा औषधि घर वितरण केन्द्र यो ठाउँ। यो गेटाको ठुलो बिल्डिङ जहाँ ओपिडीहरू रहेको छ। टोकन लिइसकेपछि नाम दर्ता गराउने रजिस्ट्रेसन यो एरिया यो हो। तपाईँ देख्न सक्नुहुन्छ मान्छेहरूले लाइन लागेर आफ्नो नाम दर्ता गराइरहेका छन्। यहाँ तपाईँको सबैहरूलाई छुट्याएको छ। यस गेटा आँखा अस्पतालमा भारतको गौरीफन्टा, पल्लिया अनि मैलानी, शाहजहानपुर र लखनऊबाट पनि यहाँ बिरामीहरू आएर आफ्नो उपचार गराएर जाँदा रहेछन्। भारतभन्दा यहाँ यस गेटा आँखा अस्पतालमा उपचार राम्रो हुने विश्वास भएको हुनाले भारतीयहरू पनि यस गेटा अस्पतालप्रति एकदमै सकारात्मक रहेको र एकदम उपचार सफल हुने हुनाले यस अस्पतालमा आएर आफ्नो उपचार गराएर जाँदा रहेछन्।